हेलो गाइस, गुड मर्निङ है। हामी यसरी हिँड्दैछौँ विदाउट स्लिपर्स, चप्पल बिना होइन। अनि माछा पनि त्यत्रो मरेछ है, एकदम ठुलो छ। त्यही हो मर्निङ वक। अरू के भन्नुहोस् त यसो गाइजहरू भन्यो। मर्निङ गाइज यस्तै छ, के भनौँ, बाल्लामा हिँड्ने एक्सर्साइज थेरापी भनेको यही हो हाम्रो लागि होइन। त्यही छ वेटको जिन्दगी, वेट मर्निङ लाइफस्टाइल्स भन्छ नि त्यस्तो। माछा अनि कति खाइँदैछ त गाइस? कति मारिन्छ? दिनको 1 पावा त हानिँदैछ। आज चाहिँ खानु पर्दैन, आज भेज खानु। आज व्रत छ, आज व्रत छ। ल माछालाई फेरि समुद्रमै हालिदियो। जिले जिन्दगी मरिसकेको छ, कहाँ जिले जिन्दगी। अरूले त खान्छ नि, अरूले खाएर बाँच्छ नि त। माछै खाएर नि माछाले माछै खाएर नि बाँच्छ भने जिले जिन्दगी हुन्छ क्या कुराहरू। सिन चाहिँ यस्तै छ है। त्यही छ, हामी चाहिँ बालुवामा खाली खुट्टा मर्निङ वक, यसो अलिअलि रनिङ एक्सर्साइजहरू हुँदैछ। यतापट्टि घरहरू छ है, यहाँको मान्छेहरूलाई एकदम मजा छ। यतातिर घरहरू यसरी उफ्रिने ठाउँ है, रमाइलो छ ठाउँ, रमाइलो छ, एकदम शान्त छ। अहिले बिहानको टाइम एकदम मौसम पनि त्यही होला 24 डिग्री 22 डिग्री 24 डिग्री त्यस्तै होला। अब दिउँसो चाहिँ अब बाहिर निस्किन सकिँदैन। त्यही हो, माछाहरू छेउछाउमा चाहिँ टन्नै आउँछ यतातिर, तर समात्न सकिँदैन। त्यही हो। ल यति भन्दै आजको ब्लग यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।